मेरो जीवनको बाटो सजिलो कहिले भएन, तर हरेक दुःखले मलाई अझ बलियो बनायो। आँसु लुकाएर मुस्कान देखाउनु पनि मेरो सङ्घर्षका हिस्सा हो। धेरैचोटि लडेँ, तर हार मान्ने बानी कहिले बस्न दिएन जीवनले। संसारले नदेखेको पीडा भित्रै बोकेर हिँड्नु मेरो दैनिक कथा हो। दुःखले थिचे पनि आशाले मलाई सधैँ उठ्न सिकायो। मेरो सङ्घर्षको कथा किताबमा छैन, मेरो मनभित्र लेखिएको छ। कहिलेकाहीँ थाक्छु, तर सपनाले फेरि अघि बढ्न बाध्य बनाउँछ। आँसु झरे पनि मनले भन्छ, अझै हार मान्नु हुँदैन। धेरैले सजिलो देख्ने मेरो मुस्कानभित्र गहिरो सङ्घर्ष लुकेको छ। मेरो जीवनको प्रत्येक घाउले मलाई केही न केही सिकाएको छ। कहिले कसैलाई दोष दिएन, किनकि सङ्घर्ष मेरो आफ्नै थियो। रातभरि आँसु बगाएर पनि बिहान फेरि हाँस्न सिकेको छु। दुःखले थिच्दा पनि आत्मालाई बलियो बनाउने प्रयास गरिरहेको छु। कसैले नबुझेको मेरो पीडा नै मेरो सबैभन्दा ठुलो शिक्षक बन्यो। कहिलेकाहीँ लाग्छ जीवनले मलाई धेरै परीक्षा लियो, तर म अझै पनि हार नमान्ने यात्रामा छु। मेरो सङ्घर्षले मलाई साँचो जीवनको अर्थ सिकायो। जब सबै टाढा भए तब आफ्नै हिम्मतले साथ दियो। दुःखले थिच्दा पनि आशा छोड्न मन मान्दैनन्। मेरो जीवनको सङ्घर्ष नै मेरो सबैभन्दा ठुलो पहिचान हो। कहिलेकाहीँ लाग्छ जीवनले मलाई मात्र किन यति धेरै परीक्षा लियो। आँसु थामेर हाँस्नु पनि एउटा ठुलो सङ्घर्ष रहेछ। मनभित्र जिचेराए पनि बाहिर शान्त देखाउनु मेरो बानी बन्यो। कसैले नदेखेको पीडा बोकेर हिँड्नु सजिलो हुँदैन। मेरो मौनताभित्र हजारौँ दुःखका कथा लुकेका छन्। धेरैचोटि टुटे, तर फेरि आफैलाई जोडेर उठे। सङ्घर्षले मलाई कठोर होइन, बलियो बनायो। दुःखसँग लड्दै अघि बढ्नु नै मेरो जीवनको यात्रा हो। सङ्घर्षले बुझ्ने, तर मनले हार नमान्ने। आँसु बुझ्दै सपना जोगाइराख्नु पनि सङ्घर्ष हो। कहिलेकाहीँ एक्लोपनले धेरै कुरा सिकाउँछ। दुःखले थिचे पनि आशा अझै मरेको छैन। मेरो मुस्कानभित्र कति आँसु छन्, कसैले गनेको छैन। मन थाक्छ, तर सपना अझै थाकेको छैन। सङ्घर्षले मलाई आफूलाई चिन्ने मौका दियो। कहिलेकाहीँ मौन बस्नु पनि ठुलो पीडा हो। जीवनको हरेक चोटले मलाई केही न केही सिकायो। सबैभन्दा गहिरो घाउ त मनमै लाग्दो रहेछ। दुःखले थिचे पनि मनले अझै आशा गर्छ। मेरो सङ्घर्षको बाटो अझै सकिएको छैन। हरेक आँसु पछाडि एउटा अधुरो कथा हुन्छ। संसारले आँसु देख्छ, तर पीडा देख्दैनन्। मेरो मौनताले धेरै कुरा भन्न खोज्छ। कहिलेकाहीँ आफैलाई नै सम्झाउनु पर्छ, सबै ठिक हुनेछ। सङ्घर्षले मलाई झुक्न सिकायो, तर हार मान्न होइन। दुःखले थिच्दा पनि हिम्मत उठिरहन्छ। मनको पीडा शब्दले कहिले पुरा भन्न सक्दैनन्। आँसु झर्दा पनि सपना अझै जिउँदो छ। कसैले नबुझेको पीडा बोकेर हिँड्नु कति गाह्रो हुन्छ। जीवनको बाटो कहिलेकाहीँ निकै एक्लो हुन्छ। कहिलेकाहीँ लाग्छ थकिसके, तर रोकिन मान्दैनन्। मेरो सङ्घर्षको कथा अझै लेखिँदैछ। मनभित्र आधी कसैले देख्दैनन्। दुःखले थिच्दा पनि मनले हार मान्दैनन्। कहिलेकाहीँ आँसु नै साथी बन्छ। मौन भएर पनि मन धेरै बोल्छ। सङ्घर्षले मलाई बलियो बन्न बाध्य बनायो। मेरो जीवनको कथा सजिलो कहिले भएन। धेरैचोटि लडेर पनि फेरि उठ्न सिके। दुःखले दिएको घाउ अझै ताजा छन्। कहिलेकाहीँ आफैलाई नै सम्हाल्नु गाह्रो हुन्छ। संसारले सजिलो भन्छ, तर बाटो कठिन हुन्छ। मेरो मौनताभित्र गहिरो पीडा लुकेको छ। सङ्घर्षले मलाई सहनशील बनायो। मनभित्रको पीडा कसैलाई सुनाउन सकिन्न। आँसु थामेर अघि बढ्नु नै मेरो बानी भयो। दुःखसँग लड्दै अघि बढ्नु नै जीवन हो। मेरो मन अझै धेरै घाउ बोकेर बाँचिरहेको छ। कहिलेकाहीँ आशा नै सबैभन्दा ठुलो सहारा हुन्छ। सङ्घर्षले मलाई झन् बलियो बनायो। धेरैचोटि टुटे, तर पूर्ण रूपमा कहिले हारिनन्।
दुःखले सिकाएको पाठ कहिले बिर्सिन्न। मौन भएर पनि मन धेरै रोइरहेको हुन्छ। मेरो सङ्घर्षले मलाई जीवन बुझायो। कहिलेकाहीँ मुस्कान पनि आँसु लुकाउने माध्यम हो। जीवनले दिएको परीक्षा अझै सकिएको छैन। दुःखसँग लड्दै अघि बढ्नु मेरो बानी बन्यो। आँसु झरेर पनि आशा मार्दैन। सङ्घर्षको बाटो लामो भए पनि म हिँडिरहनेछु। मेरो जीवनको कथा आँसु र हिम्मतले लेखिएको छ। मन थाक्छ तर मन अझै बाँकी छ। दुःखले थिचे पनि विश्वास अझै बाँकी छ। सङ्घर्षले मलाई आफूलाई चिनायो। मेरो जीवनको बाटो कठिन भए पनि रोकिने छैन। आँसु पुछेर फेरि अघि बढ्ने हिम्मत छ। दुःखले दिएको घाउ मलाई बलियो बनायो। कहिलेकाहीँ मन बस्नु नै ठुलो चिच्याहाट हो। सङ्घर्षले मलाई हार्न दिएन। मेरो मन अझै आशामा बाँचिरहेको छ। दुःखले थिचे पनि सपना मरेको छैन। धेरैचोटि एक्लो भए तर अघि बढिरहे। सङ्घर्षले मेरो जीवनलाई अर्थ दियो। आँसु झरे पनि मन अझै बलियो छ। दुःखले मलाई जीवनको साँचो रूप देखायो। कहिलेकाहीँ एक्लोपन नै सबैभन्दा ठुलो साथी हुन्छ। मेरो सङ्घर्षको कथा अझै सकिएको छैन। मनको घाउ समयले मात्र निको पार्छ। दुःखसँग लड्दै सपनालाई बचाइरहेको छु। मेरो जीवनको शक्ति नै मेरो सङ्घर्ष हो। धेरै दुःख भोगे तर अझै आशा छ। एक दिन सबै ठिक हुनेछ। नमस्ते, म गुण मगर। आजको भिडियो त हजुरहरूले हेरिहाल्नुभयो। हजुरहरूलाई भिडियो कस्तो लाग्यो, जस्तो लाग्यो त्यस्तै प्रतिक्रिया दिन नभुल्नुहोला। यदि हजुरहरू च्यानलमा नयाँ हुनुहुन्छ भने र यस्तै भिडियोहरू हेर्न चाहनुहुन्छ भने च्यानललाई सब्सक्राइब गरेर अलमा दबाउनुहोला। कहाँदेखि हेर्दै हुनुहुन्छ कमेन्ट गरिदिनुहोला। अर्को हप्ता झन् राम्रो भिडियो लिएर आउँदैछु, हेर्न नभुल्नुहोला, साथमै रहनुहोला भन्दै अर्को भिडियोमा भेट्ने बाचा राख्दै अहिलेलाई छुट्टिन चाहन्छु। सबैलाई माया छ। नमस्ते।